हेलो, नमस्कार। म अधिवक्ता प्रितम तामाङ, पेसाले कान व्यवसायी। आजको यस भिडियोमा म यहाँहरू समक्ष मानसिक यातना भन्नाले कस्तो व्यवहारलाई बुझिन्छ भन्ने विषयमा भन्न गइरहेको छु। फर एक्जाम्पल, हामीले धेरै डिभोर्सको केसको कुरा गर्छौँ र के कस्तो अवस्थामा डिभोर्सको मुद्दा गर्न सकिन्छ भनेर पनि चर्चा गर्छौँ। फर एक्जाम्पल, पतिले पत्नीलाई ठुलो मानसिक कष्ट हुने कार्य गरेमा पत्नीले पतिको अनुमति बिना पनि डिभोर्स प्रोसेस गर्न सकिन्छ भन्ने कुरा कानुनमा उल्लेख गरिएको छ। तर के कस्तो पतिको क्रियाकलाप व्यवहारलाई चाहिँ मानसिक यातना दिइएको मानिन्छ त कानुनले भन्ने यहाँहरूको जिज्ञासा हुन सक्छ। र त्यसै गरी पत्नीले पनि पतिलाई ठुलो मानसिक कष्ट हुने कार्य गरेको छ भने अब यो मानसिक कष्ट भनेको के हो त, कसरी यसलाई प्रमाणित गर्ने, यसको परिभाषा के हो त भन्ने कुरा बुझ्नको लागि हामीले नेपालको कानुन घरेलु हिंसा कसुर र सजाय ऐन 2066 रहेको कानुनी व्यवस्था हेर्नुपर्ने हुन्छ। सो ऐनमा मानसिक यातना भनेको के हो त, के कस्तो व्यवहारलाई चाहिँ मानसिक यातना दिइएको मानिन्छ भनेर कानुनी व्यवस्था परिभाषा उल्लेख गरिएको छ। मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गाली गलोच गर्ने, झुटा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक प्रथा परम्पराका आधारमा भेदभाव गर्ने, रूप, रङ्ग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनुपर्छ र सो शब्दले मानसिक वा भावनात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलाई जनाउँछ।